सिडिओ साहब जनचासो कार्यक्रममा स्वागत छ। धन्यवाद सर। हजुर भर्खर मात्रै रुकुम पूर्वमा आउनु भएको छ। पछिल्लो समय रुकुम पूर्वको जिल्लाको चाहिँ भौगोलिक वस्तुस्थिति अथवा यहाँको चाहिँ आवश्यकता अथवा चुनौती लाई सेवा प्रवाहमा अथवा यहाँको नजरमा चाहिँ कस्तो देखिरहनु भएको छ, कस्तो छ? हजुरले भने जस्तै रुकुम पूर्वमा म भर्खरै आएको हुँ। भर्खर 1 महिना जति भयो होला। यो 1 महिनाको बिचमा धेरै कुरा त थाहा छैन। अब काम गर्ने क्रममा धेरै कुराहरू थाहा हुँदै जान्छ होला। हाम्रो यो रुकुम पूर्वको भौगोलिक बनावटको कुरा, हाम्रो चाहिँ सेवा प्रवाहको अवस्था, यहाँको नागरिकको चाहिँ चासो, यहाँको नागरिकको मागको बारेमा चाहिँ मैले पनि बिस्तारै बुझ्दैछु र यहाँको भौगोलिक अवस्थिति, त्यसपछि जनताको चासो, माग, हाम्रो स्रोत साधन क्षमता अनुसार कसरी जिल्लामा चाहिँ शान्ति सुरक्षाको कुरा, सेवा प्रवाहको कुरा राम्रो गर्न सकिन्छ भन्नेमा नै म केन्द्रित भएर काम गरिरहेको छु। प्रवेश गरौँ विषयवस्तुतर्फ। अहिले चाहिँ पछिल्लो समय रुकुम पूर्व मात्रै नभएर देशैभरि यो खाना पकाउने ग्यास चाहिँ एलपी ग्यास अहिले बजारमा अलि पहिलाको भन्दा चाहिँ उपलब्धता कम चाहिँ छ। योभन्दा अगाडि झन् धेरैभन्दा धेरै चाहिँ अभाव भइरहेको थियो। अनि पछिल्लो समय अलि समस्या समाधान चाहिँ आछ भन्ने कुरा थाहा छ। खास चाहिँ यो एलपी ग्यास चाहिँ यो समस्या आउनुमा के रहेछ सिडिओ साहब? यो चाहिँ अब रुकुम पूर्व जिल्लामा मात्रै होइन, यहाँहरूलाई पनि थाहा छ कि यो देशैभरिको हाम्रो एउटा यो समस्या जस्तो भइरहेको छ। विभिन्न ठाउँमा हामीले ग्यासका लाइनहरू, अभावहरू, डोकोमा बोकेको होइन, रातितिर चाहिँ खोजेर हिँडेको त्यो खालको चाहिँ भिडियोहरू हामीले देखिरहेको छौँ। र हाम्रो जिल्लाको कुरा गर्नुपर्दा चाहिँ जब म आएँ, यो ग्यासको अभाव भने जस्तो कुरा चाहिँ भइसकेपछि हाम्रो जिल्लामा के रहेछ भनेर बुझ्दाखेरि हाम्रो जिल्लामा राप्ती, भेरी र मनोकामना 3वटा ग्यासको डिलरहरू, आधिकारिक विक्रेताहरू हुनुहुँदो रहेछ र उहाँहरूले चाहिँ नेपालगञ्ज र दाङबाट ल्याउनु हुँदो रहेछ। त्यसरी ल्याउने क्रममा चाहिँ अब पछिल्लोचोटि यो जब हाफ सिलिन्डर वितरण हुने प्रणाली आयो, त्यसपछि ग्यासको अलिक अभाव भएको, तलबाट हाफ भइसकेपछि त डिमान्ड बढी हुने भयो नि त। एकचोटि ल्याउनु पर्ने ठाउँमा 2 चोटि ल्याउनु पर्ने भयो। त्यो भएको हुनाले सप्लाई गर्न पनि समस्या भएको र उहाँहरूले आफ्नै गाडीको व्यवस्था गरेर ल्याउन पनि पालो नआएको र मैले प्रत्यक्ष त्यहाँ ग्यास उद्योगमै सम्पर्क गरेँ, त्यहाँ आयल निगममा पनि सम्पर्क गरेँ र यो सबै बुझ्दाखेरि जुन जानुपर्ने गतिमा अगाडिको हाम्रो रेसियोमा त ग्यास आइरहेकै देखिन्छ, तर यहाँ कसरी अभाव भइरहेको छ भन्नेमा हामी पनि छक्क पर्यौँ र हामीले यसलाई बजार अनुगमन मार्फत पनि निगरानी गऱ्यौँ। र जुन बजार अनुगमनमा जाँदाखेरि चाहिँ यो कालो बजारी गरेको त्यस्तो पनि हामीले भेटिएन। र एउटा चाहिँ यो मनोकामना ग्यास चाहिँ हाम्रो बाँकीको नेपालगञ्जबाट आउने रहेछ। म असारको 26 गते हाजिर भएको, उहाँसँग मैले डिटेल लिएको थिएँ। उहाँले असार 27 गते पछाडि निकै लामो समय तलबाट ग्यास आएन र म आफैले चाहिँ त्यहाँ बाँकीको सिडिओ साहबसँग समन्वय गरेर, त्यहाँको आयल निगमसँग समन्वय गरेर पछिल्लोचोटि चाहिँ बल्ल 250 मात्रै दिने भयो। फेरि हाम्रो समस्या भयो, उहाँले गाडी रिजर्भ गरेर लगेको, 300 भन्दा बढी ल्याउनु पर्ने भनिसकेपछि फेरि त्यो खालको कोर्डिनेसन गरेर मलाई आएको इन्फर्मेसनमा हामीले दैनिक रूपमा यो चाहिँ अनुगमन गरिरहेको छौँ। पछिल्लोचोटि चाहिँ हाम्रो 22 गते, 29 गते र चाहिँ एउटा कति गते गरेर यो 1 हप्ताको बिचमा 3वटा ग्यास आएको छ र उहाँहरूको सङ्ख्या हेर्दाखेरि 250, 260, 350 गरेर लगभग 700 भन्दा बढी ग्यास आएको पनि देखिन्छ। त्यसो हुँदा पनि ग्यास लगभग भनेको बेला त्यस्तो हाहाकारै होइन भएको, बजारमा पाउँदै नपाएको अवस्था त होइन, यहाँहरूलाई पनि थाहा छ। तर कोही कसैको सिङ्गल ग्यासको सिलिन्डर हुने विद्यार्थी होइन, त्यस्तोले चाहिँ भनेको बेला कहिलेकाहीँ नपाएको अवस्था चाहिँ हो। अहिले पनि जो चाहिँ नियमित पहिलाको भन्दा जस्तै चाहिँ समय जति बेला पनि जतिखेर पनि पाइन्थ्यो विगतमा, अहिले पनि कहिलेकाहीँ चाहिँ अब 1 दिनमा आउँछ, 2 दिनमा आउँछ भन्ने खालको पनि गुनासो आइरहेछ। अझ पनि पर्याप्त मात्रामा छैन। त्यो भइरहेको छ। तर चाहिँ नेपाल सरकारले फेरि पर्याप्त मात्रामा छ, अब बजारमा चाहिँ उपलब्ध छ भनिराखेको अवस्था छ। यो चाहिँ कहाँ के चाहिँ मिलिरहेको छैन? यो चाहिँ मलाई यस्तो लाग्छ कि हाम्रो वितरण प्रणाली जब हाफ सिलिन्डर भइसकेपछि पनि अत्याधिक माग हुनु एउटा, दोस्रो चाहिँ अब बजारमा ग्यासको अभाव हुँदैछ भन्ने भइसकेपछि
अलिकति बढी सञ्चय गर्नुभएको हो कि जस्तो लाग्छ होइन। खास गरेर कस्तो यो खास गरेर अलिकति बढी होटल व्यवसायीहरू उहाँहरूलाई बढी चाहिने भएको हुनाले बढी राख्नु भएको हो कि एउटा चाहिँ र दोस्रो चाहिँ अभाव बजारमा हुन्छ भनेको हुनाले एउटा राख्नेले दुईटा राख्नेले चाहिँ तीनटा गर्नुभएको होला जस्तो लाग्छ। किनभने हाम्रो सप्लाई चेनलाई हेर्दाखेरि त्यति धेरै यो एउटा मनोकामना बाहेक त्यति धेरै चाहिँ ग्याप भएको देखिँदैन। त्यस कारणले हिजोको दिनमा अब एउटा कुरा चाहिँ के स्योर हो भने हिजोको दिनमा भन्दा अब यो ग्यास सिलिन्डर चाहिँ फुल पनि आउँदैछ र नियमित पनि हुँदै गर्दाखेरि हिजोको दिनमा भएको समस्याहरू बिस्तारै हराउँदै जान्छ भन्ने लाग्छ। यदि चाहिँ ग्यास उपलब्धता हुँदाहुँदै पनि यहाँका चाहिँ स्थानीय व्यापारीहरूले कृत्रिम अभाव देखाएर ग्यास अभाव छ भनेर चाहिँ भनिराख्यो भने अथवा चाहिँ उहाँहरूको चाहिँ पहुँच चाहिँ उहाँलाई जो छन् उहाँहरूलाई मात्रै वितरण गर्ने जो विद्यार्थी बन्नुभयो आम नागरिकलाई चाहिँ उपलब्ध गरेन भने यहाँहरूको अनुगमन पनि एक चरण गर्नुभयो अझै पनि गर्नुहोला। त्यस्तो समस्या देखियो भने कृत्रिम अभाव देखाएर ग्यास छैन भन्ने खालको आयो भने प्रशासनले चाहिँ के कानुन कारबाहीमा चाहिँ ल्याउँछ त्यो त अवश्य पनि ल्याउँछ। अहिले पनि हामीले ग्यासको हकमा चाहिँ हामीले पत्रकार सहित प्रहरी सहित हामी सबै भएर चाहिँ बेला बेला गरेको हो। तर हाम्रो आफ्नै तरिकाबाट चाहिँ हामीले दैनिक रूपमा नै गरिरहेका छौँ कि हाम्रो त्यो आधिकारिक विक्रेतासँग हामीले ग्रुप निर्माण गरेका छौँ। हामी त्यहाँ इन्फर्मेसन सेयर गर्छौँ कहिले आउँछ कति छ स्टक छ छैन र हाम्रो त्यति टाढा पनि नभएको हुनाले हामी स्थलगत पनि हेरिरहेका छौँ र हाम्रो अनुगमनको क्रममा चाहिँ यो व्यापारीहरूले गर्ने खालको यो कृत्रिम अभाव कालो बजारी भन्ने चाहिँ छैन। यो माग नै बढी भएको र तलबाट चाहिँ हाम्रो उद्योगबाट चाहिँ समयमा नआउने। त्यसपछि अर्को चाहिँ के हुने रहेछ भने यो तराई क्षेत्रमा चाहिँ उहाँहरूले भनेअनुसारै मैले यो पटक पटक छलफलमा बसेको छु सरकारवालासँग किन यस्तो हुन्छ भन्दाखेरि तराईमा चाहिँ उहाँहरूलाई बिक्री गरे बापत उहाँहरूलाई चाहिँ बोनस दिन्छ। अब रुकुम पूर्वी जस्तो जिल्लामा चाहिँ बोनस होइन उल्टै आफैले यहाँको चाहिँ आधिकारिक विक्रेता डिलरहरूले चाहिँ आफैले ढुवानीको व्यवस्था गरेर समेत ल्याउनु पर्ने बाध्यता रहेको थियो र उहाँहरूले हामी यस्तो अवस्थामा छौँ भनेर पनि मलाई चाहिँ भन्नुभएको थियो। मैले कसरी हुन्छ ग्यास ल्याउने काम गरौँ र बजारमा अभाव हुन नदिउँ र जे भएको त्यो कुरा चाहिँ सरकारवालाहरूलाई वास्तविक कुरा चाहिँ हामी जानकारी गराउँ भनेका छौँ। त्यसपछि ग्यास वितरण गर्दाखेरि हामीले अभिलेख राख्ने होइन प्रायोरिटी राखेर खास गरेर विद्यार्थीहरूलाई डेरा गरेर बस्नेहरूलाई प्रायोरिटी राखेर दिने र अभिलेख राख्ने एउटाभन्दा आवश्यकताको आधारमा दिने एउटाभन्दा बढी चाहिँ प्रायोरिटीको आधारमा दिने भनेर त्यो सबै हामीले गरेका छौँ। उहाँहरूसँग हामी नियमित बस्छौँ। हाम्रो सूचना आदान प्रदान छ र यहाँले भने जस्तो कालो बजारी भयो कृत्रिम अभाव भयो त्यो त कानुनमै गर्नै पाइँदैन। झन् यस्तो बेला देशैभरि यो खालको अवस्था छ। पूर्वी रुकुम जस्तो चाहिँ विकट जिल्ला बर्खाको यस्तो समय छ। यो समयमा त यो गर्ने भन्ने होइन कहिले पनि गर्नै पाएन कारबाही हुन्छ। कृत्रिम अभाव देखाउने जो चाहिँ व्यापारीहरू छ उहाँहरू पनि कहीँ न कहीँ चाहिँ फेरि पहुँचवालाहरूसँग चाहिँ साँठगाँठ चाहिँ हुन्छ नै छ व्यापारीहरूको। तर चाहिँ यहाँहरू कानुन कारबाही जाँदाखेरि उहाँहरूलाई चाहिँ के हुन्छ त्यो छुटकरा हुन्छ त्यो त्यस्तो हुँदैन। कानुन अनुसार कानुनको पालना त हामी सबैले गर्नै पर्छ। कानुनी राज्यमा कानुनी राज्यको नागरिक यहाँको निकाय भइसकेपछि कानुनलाई पालना गर्नै पर्छ र हामीले कानुन बमोजिम कारबाही गर्छौँ। त्यहाँ लिङ्क भएको कारणले के भएको कारणले भन्ने त्यो त हुँदै हुँदैन। यो बजार अनुगमन अहिले चाहिँ समस्या देखिएको छ ग्यासको भयो यो पनि अगाडि अरू पनि उपभोग्य जो वस्तुहरू छ होइन त्यसको पनि बजार अनुगमन चाहिँ विगतदेखि यो नियमित रूपमा भइरहेको अवस्था छ। तर चाहिँ सिडु साहबहरूको कार्यकाल चाहिँ भोलिमा 1 वर्ष र तर भोलि त्यही 8-9 महिना अथवा चाहिँ भोलि गयो भने 1 वर्ष नै चाहिँ कार्यकाल हुन्छ। यो हामीले चाहिँ अनुगमन गरेर अहिले चाहिँ चेतावनी दिइराखेका छौँ जो चाहिँ त्यतिखेर अब बजारहरूमा यो पसलहरू अनुगमन गर्ने मुख्य गरी त दर्ता छ छैन होइन त्यसपछि चाहिँ मूल्य सूची राखेको छ छैन अथवा चाहिँ त्यो बजारमा त्यो कसरी चाहिँ वितरण गरिराखेको छ भन्ने खालको नै हो। तर पनि कहिलेकाहीँ चाहिँ नियमित चाहिँ दर्ता पनि नगरेको अथवा चाहिँ त्यो कर चुक्ता अथवा कर पनि नियमित नतिरेको त्यस्तो चाहिँ समस्याहरू देखिरहेको अवस्था हो। त्यो चाहिँ पहिलो चाहिँ चेतावनी दिइरहेको छौँ हामी चाहिँ सल्लाह सुझाव दिउँ भन्ने विगतदेखि त्यही हुन्छ फेरि त्यही कुरा दोहोरिरहेको हुन्छ। यो चाहिँ के हुन्छ यो अब फेरि यहाँ भर्खर आउनु भएको छ
अनुगमन गर्नुहुन्छ होला, त्यही सल्लाह सुझाव दिने हो कि अथवा उहाँहरूलाई चाहिँ त्यो कानुनी मापदण्डमा होला होइन, कतिसम्म अवधिसम्म चाहिँ कतिसम्म चाहिँ चेतावनी दिन सक्ने, सल्लाह सुझाव दिइसक्ने, त्यसपछि कतिसम्म चाहिँ भयो भने चाहिँ अब त्यो दायरामा आउनुपर्ने, कानुनी चाहिँ उसको भागीदार हुनुपर्ने, त्यो कस्तो हुन्छ? होइन, हामीले यो बजार अनुगमन गर्दाखेरि नियमित रूपमा चाहिँ नभएको छ भने हामीले त्यसको प्रकृति हेरेर र उहाँहरूको समस्या अवस्था हेरेर चाहिँ सुझाव दिने र अर्कोचोटि चाहिँ यो नदोहोरियोस् भन्ने चाहिँ हो। किनभने जो कोहीलाई पनि एउटा चाहिँ सफाइको मौका पाउनुपर्छ भन्ने हो। तर हजुरले भने जस्तो आज जाँदा पनि त्यही छ, भोलि जाँदा पनि त्यही छ भने त्यो अवस्था चाहिँ हुनु हुँदैन। दोस्रोचोटिदेखि हामी कानुनी कारबाही त गर्छौँ। र हाम्रो बजार अनुगमनको कुरा गर्दाखेरि रुकुम पूर्वी जस्तो पहाडी जिल्लाको समस्या चाहिँ के हो भने हाम्रो अनुगमनको संयन्त्रहरू सबै यहाँ नहुने। जस्तो हाम्रो कर कार्यालय छैन, हाम्रो खाद्य गुणस्तर कार्यालय छैन। हामीले कति चाहिँ पसलहरूमा, होटलहरूमा, जस्तो मिठाई जेरी पसलहरूमा त्यसको चाहिँ तेलको क्वालिटी के होला होइन, खाद्यको चाहिँ क्वालिटी के होला भनेर पनि हामीले हेर्नुपर्ने हुन्छ। तर हामीसँग त्यो खालको चाहिँ यहाँ कार्यालय, उपकरण, त्यो विज्ञ जनशक्ति नहुँदाखेरि हामीले चाहिँ खालि यो दर्ता छ कि छैन, नवीकरण छ कि छैन, कर चुक्ता गरेको छ कि छैन भन्ने कुरामा मात्रै सीमित हुनु परेको छ। र यो चाहिँ अब अहिले बर्खा भनौँ न, बर्सातको समय पनि भएको हुनाले अलिकति मौसम अनुकूल हुनु छ त हामी चाहिँ यो सरकारवाला सबै भएर पनि हामी त्यो खालको चाहिँ अनुगमन गर्छौँ। संयुक्त अनुगमन र कारबाही गर्नुपर्ने कुरामा कारबाही पनि गर्छौँ। यो जस्तै अब यो अहिले बजार अनुगमन चाहिँ प्रायः जसो फेरि चाडपर्व नजिक हुँदा मात्रै चाहिँ बजार अनुगमन गर्छ प्रशासनले, अहिले पछि चाहिँ गर्दैन भन्ने गुनासोमा आउँछ। यो चाडपर्वसँग मात्रै यो के चाहिँ सन्दर्भ चाहिँ हुन्छ, यो अहिले पछि चाहिँ अलि चाहिँ बजार अनुगमन चाहिँ नहुने, बजार जो चाहिँ चाडपर्व नजिकै गर्दा मात्रै चाहिँ हुने, यो चाहिँ खास के सन्दर्भ? यो विगतको अभ्यासहरू होला, तर त्यसमा अब हामीले सुधार गर्दै लगिरहेको छौँ। अथवा हिजोको दिनमा यहाँ भयो होला, त्यो मलाई थाहा छैन। अब मेरो पालोमा चाहिँ म आइसकेपछि अहिलेसम्म हजुरले हेर्नुहुन्छ भने हामीले चाहिँ ग्याससहित 5 चोटिभन्दा बढी बजार अनुगमन गरेका छौँ। गत शुक्रबार मात्रै पनि हामीले काँडा बगर क्षेत्र, यो काँडा बगरभन्दा अगाडिको क्षेत्र के भन्छ, थवाङ बजार, खाबाङ बजारमा गरेका छौँ। यसरी हाम्रो बजार अनुगमन चाहिँ हाम्रो नियमितै छ। अब विगतको अभ्यासलाई हेर्दाखेरि खास गरेर चाडपर्वको बेला गरिने भएको हुनाले त्यतिखेर चाहिँ अब बजारमा फ्लो पनि बढी हुने, त्यो कारणले चाडपर्व केन्द्रित भएको हुनसक्छ। तर अहिलेको हिजो आजको कुरा गर्नुहुन्छ भने हामीले चाहिँ यसलाई नियमित गरिरहेका छौँ। र अर्को हजुरले भनेको जस्तो हुनुमा चाहिँ अरू कारण पनि हुनसक्छ। अब तपाईँले हेर्नुभयो भने हाम्रो जिल्ला प्रशासनको जनशक्तिको कुरा होइन, हाम्रो चाहिँ सेवा प्रवाहको अवस्था, यो सबै हेर्दाखेरि पर्याप्त जनशक्ति नहुने होइन, झ्यालमा मान्छे लाइन लागिरहेछ, म बजार अनुगमन गर्न हिँडेँ भन्नु पनि भएन होला होइन। यो सबै कुराको तारतम्य त मिलाउनु पर्ने भएको हुनाले पनि त्यो हुनसक्छ कारण चाहिँ। किनभने हाम्रो क्षेत्राधिकार धेरै भयो, काम जिम्मेवारी धेरै भयो, जनशक्ति र स्रोत साधन चाहिँ के हो भने कमी भयो। यो सबै कुरालाई मिलाएर लाँदाखेरि त्यस्तो देखिएको पनि हुनसक्छ। तर हिजोको कुराबाट पाठ सिक्दै हामीले आएको गुनासोहरूलाई सम्बोधन गर्दै सुधार गर्दै लैजाने क्रममा चाहिँ छौँ। सरौटा, आज हामी जनचासो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोपिला राई हुनुहुन्छ, उहाँसँग विभिन्न विषयवस्तु केन्द्रित रहेर चाहिँ कुराकानी गरिराखेका छौँ। अब अहिले चाहिँ जो बजारको अवस्थाबारे चाहिँ छलफल गऱ्यौँ। अब बर्खायाम अहिले चाहिँ वर्षा पनि निरन्तर रूपमा चाहिँ भइरहेको अवस्था छ। रुकुम पूर्वमा खास गरी चाहिँ सडक अवरुद्ध भएको छ, अरू चाहिँ बस्तीहरू के कतिको चाहिँ जोखिममा छन्, अथवा त्यो चाहिँ बाढी पहिरोले कतिको चाहिँ असर गर्यो, अथवा चाहिँ त्यो समस्या कति उत्पन्न भएको छ, अथवा चाहिँ जोखिम बस्तीहरू कतिको जोखिममा छन्, त्यसको अवस्थाबारे पनि जो चाहिँ हजुर चाहिँ फेरि जिल्लाको विपद व्यवस्थापन समितिको अध्यक्ष समेत पनि हुनुहुन्छ। पछिल्लो समय यो विपद, यो बर्खायामको यो बाढी पहिरोको कारणले चाहिँ रुकुम पूर्वमा चाहिँ कस्तो खालको चाहिँ असरहरू देखा परिराखेको छ? हजुरले भने जस्तो पछिल्लोचोटि चाहिँ हाम्रो यो विपद भन्न साथ हुन त हाम्रो माइन्डमा त्यही आउँछ, बाढी पहिरो आगलागी यही आउँछ र हुने पनि त्यही देखिन्छ अलिक बढी। अहिलेसम्म रुकुम पूर्वीको अवस्थालाई हेर्दाखेरि यो खास गरेर यहाँ बढी नै यो सडक अवरुद्ध हुने नै पहिलो रहेछ अहिलेको सिजनको। अब सिजन अनुसार विपदको प्रकृति पनि फरक फरक होला। र हिजो आजको हामीले कुरा गर्दाखेरि चाहिँ यो मध्य पहाडी लोकमार्ग जुन छ हाम्रो, यो पाती हाल्नेबाट खोपी 4 सम्मको यो 58
किलोमिटरको दूरीमा सबभन्दा बढी चाहिँ यो भूमि गाउँपालिकाको वडा नम्बर 4 को हाम्रो यो काँडा बगर अनि धौला पहिरा एरिया चाहिँ असाध्यै जोखिममा रहेको, जतिखेर पनि त्यहाँ चाहिँ त्यो लेदो पहिरो आइरहने र अहिले हजुरसँग कुरा गर्नुभन्दा केही अगाडि पनि म अपडेट थिएँ, त्यहाँ लेदो पहिरो झरेको छ र हाम्रो जेसिबीले त्यहाँ सफा गरिरहेको छ। त्यो अवस्था छ। केही दिन अगाडि चाहिँ अलिकति ठुलो मात्रामा नै त्यो चाहिँ पहिरो आएर हामीले साँझको समयमा राति 8:30 को समय होला, हामीले 38 जनालाई बिचबाट उद्धार पनि गऱ्यौँ। उहाँहरू उता फर्कन पनि नसक्ने काँडा बगरको पहिरोले र अगाडि धौला पहिरोमा पनि ठुलो लेदो पहिरो खसेको कारणले उहाँहरू बिचमा रोकिनु भएको थियो र हामीले सुरक्षाकर्मी सहित गएर त्यसलाई चाहिँ बिचबाट ल्याएर हामीले उद्धार गऱ्यौँ र भोलिपल्ट हामीले जेसिबी प्रयोग गरेर त्यो बाटो क्लियर गरेका छौँ। यद्यपि त्यहाँ चाहिँ अलिकति वर्षा हुनसाथ लेदो पहिरो र घाम लाग्नसाथ सुक्खा पहिरो जाने खालको समस्या छ। त्यसलाई त हामीले जेसिबी राख्ने, त्यहाँ सूचनाको आदान प्रदान गर्ने बाहेक अहिले त त्यसको चाहिँ हामीसँग विकल्पै छैन र हामीले त्यो स्ट्यान्ड बाई राखेको छौँ जेसिबी। यो सडक अवरोध हुँदाखेरि पनि जो चाहिँ अहिले चाहिँ यो सडक खुलाउनुमा चाहिँ जिल्लाका चाहिँ सुरक्षा निकाय चाहिँ धेरै सक्रिय चाहिँ देखिन्छ। हजुर। त्यसपछि चाहिँ त्यो जो चाहिँ हाम्रो चाहिँ राष्ट्रिय आयोजना मध्य पहाडी लोकमार्ग छ, यो तपाईँ अगाडि बनिनु भएको थियो, यो पटक पटक चाहिँ पहिरो आइरहेको छ होइन, खालको आइरहेको छ। तर मध्य पहाडी लोकमार्ग र आयोजना र सम्बन्धित ठेकेदारहरूले पनि जो चाहिँ अहिले पिसको तयारी अथवा चाहिँ पिस गरिसकेपछि हस्तान्तरण गरिसक्नु भएको छैन, तर पनि ठेकेदार त यो समयमा उपस्थित हुनुपर्ने हो। उहाँहरूलाई चाहिँ किन उपस्थित गराउन सक्नु भएको छैन? जो चाहिँ स्ट्यान्ड बाई चाहिँ तपाईँहरू यहाँ बस्नुहोस् है, किन चाहिँ बनिरहनु भएको छ? होइन, त्यो भनेका छौँ हामीले। त्यो अहिले हाम्रो अस्ति जब हामीले सोधेको जेसिबी पनि हाम्रो मध्य पहाडीको हो, एउटा चाहिँ अर्को चाहिँ हामीले यहाँ सिस्ने थ्रु गरेर हाम्रो यहाँ एकजना व्यवसायीको लगेको हौँ। मध्य पहाडीले पनि त्यो गरिरहेको छ र उसको कुरा चाहिँ के पनि छ भने यो हाम्रो रूपगादेखि हाम्रो कैँची मोडसम्मको सडक चाहिँ सडक डिभिजनलाई हस्तान्तरण गरिसकेको भन्ने भएको हुनाले हाम्रो यो साउन 1 गतेबाट चाहिँ यो जिम्मेवारी चाहिँ सडक डिभिजनको पनि हो र उहाँहरूसँग पनि हाम्रो समन्वय भएको छ र उहाँहरू मार्फत त्यहाँ जेसिबी राख्ने, स्ट्यान्ड बाई गर्ने काम चाहिँ भएको छ। प्रत्यक्ष उहाँहरूको त्यसरी नदेखिएको मात्रै हो, तर हामी समन्वयमा छौँ, काम गरिराख्नु भएको छ, काम गर्नुहुन्छ। गुनासो चाहिँ के छ, स्थानीय सरकारहरूले पनि के भन्नु भएको छ भने यो पछि चाहिँ अडिट गर्दाखेरि चाहिँ महालेखा परिषदले यो तपाईँहरूको कार्यक्षेत्रभन्दा बाहिर किन चाहिँ काम गर्नु भएको छ, त्यसकारण तपाईँहरूको चाहिँ यहाँले चाहिँ विरुद्ध चाहिँ हुनुपर्ने भयो भन्ने खालको चाहिँ हामी चाहिँ गरिरहेछौँ भन्ने कुरा हो। तपाईँहरू विपद व्यवस्थापन समिति बैठक पनि बसिरहनु भएको छ, सायद चाहिँ त्यहाँ पनि चाहिँ कुरा चाहिँ उठ्छ होला। तर चाहिँ त्योमा जस्तै चाहिँ हजुरले अगाडि भन्नुभयो केही प्रतिनिधि जस्तै चाहिँ जेसिबी भए पनि कहिलेकाहीँ चाहिँ इन्धनको तेलको चाहिँ व्यवस्था नगर्ने, त्यो स्थानीय सरकारले गर्नुपर्ने त्यस्तो अवस्था चाहिँ आइरहेछ। त्यो चाहिँ नियमित रूपमा त्यही जिम्मेवारी कार्यालयले जिम्मेवारी गर्नुपर्ने चाहिँ होला, अथवा चाहिँ यहाँको सुशासनको चाहिँ पाटोलाई हेर्दाखेरि जिल्ला प्रमुख जिल्ला अधिकारीको चाहिँ मुख्य भूमिका हुन्छ। यो भूमिका तपाईँहरूले कसरी चाहिँ खेल्नु भएको छ? यस्तो छ, विपदलाई हजुरले हेर्ने हो भने हाम्रो संविधानको अनुसूचीमा हेर्ने हो भने तिनै तहको सरकारको चाहिँ कार्यसूचीमा राखिएको छ होइन। तिनै तहको सरकारको चाहिँ उत्तिकै भूमिका छ त्यसमा। त्यसो हुँदाखेरि यसको संयन्त्रहरूको कुरा गर्ने हो भने पनि सङ्घीयदेखि प्रादेशिकदेखि जिल्ला स्तरकोदेखि स्थानीय तहसम्मकै संयन्त्रहरू पनि छ। स्थानीय तहको अध्यक्ष, नगर प्रमुखको अध्यक्षतामा स्थानीय विपद व्यवस्थापन समिति हुन्छ, त्यहाँ पनि यो तिनै तहको भएको हुनाले सबैको उत्तिकै जिम्मेवारी हो। एउटा व्यक्तिले, एउटा निकायले, एउटा पदीय जिम्मेवारीबाट मात्रै यो चाहिँ सम्भव हुँदैन, यो सबैतिरबाट हुनुपर्ने भएकोले होला। हजुरले भने जस्तो भोलि सैद्धान्तिक रूपमा त्यहाँ भएको खर्च वर्चको कुरामा प्रश्न कहीँ कतै उठ्यो होला, त्यो एउटा फरक पाटो हो। तर हाम्रो फेरि यो चाहिँ जिल्लाको हो, जिल्ला किनभने जिल्ला विपद व्यवस्थापन समिति छ उसैले गर्छ भन्ने खालको चाहिँ होइन। फेरि यो सबैको उत्तिकै सरकारको विषय हो, किनभने विपद भनेको बहुआयामिक विषय हो। यो एउटा पक्षबाट, एउटा निकायबाट सम्बोधन गरेर चाहिँ यो समाधान हुन सक्दैन। त्यो कारणले गर्दाखेरि जिल्ला विपद व्यवस्थापन समिति मात्रै होइन, स्थानीय सरकार मात्रै होइन, यहाँ सिङ्गो नागरिक समाज, पत्रकार, मिडियाहरू सबैको यसमा चाहिँ उत्तिकै भूमिका हुन्छ होला। कसैले चाहिँ एउटा चाहिँ आर्थिक दायित्व बेहोर्ने कुरा होला, कसैले चाहिँ गएर फिल्डमा काम गर्ने कुरा होला, कसैले सूचना आदान प्रदान गर्ने कुरा होला, कसैले चाहिँ सही समयमा चाहिँ एउटा हुन्छ नि
सही सूचना प्रवाह गर्ने होला होइन। त्यो कारणले तपाईँ हामी सबैको यो चाहिँ बराबरी यसमा चाहिँ जिम्मेवारी छ। एउटा घटना भयो भने सम्बन्धित निकाय सम्बन्धित व्यक्तिले किन गरेन भनेर त्यसको आलोचना गर्नुभन्दा पनि आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो भूमिकामा लाग्यौँ भने यो समस्या समाधान हुन्छ जस्तो मलाई लाग्छ। यो विपद व्यवस्थापन सम्बन्धी यहाँहरू बैठक पनि बसिरहनु भएको छ। अहिले चाहिँ पछिल्लो समय हुन त धेरै चाहिँ उद्धार गर्नुपर्ने अवस्था चाहिँ आएको छैन। यो चाहिँ सुखद कुरा हो हाम्रो रुकुम पूर्वमा। तर पनि त्यस्तो खालको चाहिँ कहिलेकाहीँ चाहिँ उद्धारै गर्नुपर्ने अवस्था आयो भने त्योमा चाहिँ पर्याप्त मात्रामा जिल्ला विपद व्यवस्थापन समितिसँग कस्तो छ सहभागीहरू उपलब्धता के छ? हामीसँग विगतमा पनि केही सामग्रीहरू थिए र यस आर्थिक वर्षमा पनि यो विपदको केही सामग्रीहरू खरिद पनि गरेका छौँ। यहाँ मात्रै होइन, यो चाहिँ देशैभरि अलिकति यो विपद चाहिँ अलिकति समयमा चाहिँ यसको सम्बोधन होस् भनेर होला सरकारले सबै जिल्लामा आवश्यकता अनुसार र यहाँको भूगोल अनुसार आवश्यकता अनुसार सामग्री खरिद गर्नु भने अनुसार रुकुम पूर्वी जिल्लामा पनि विभिन्न किसिमका 15 किसिमका सामग्रीहरू हामीले खरिद गरेका छौँ। यसका सँगसँगै हामीसँग विगतमा भएका केही सामग्रीहरू हाम्रो नेपाल प्रहरीसँग, सशस्त्र प्रहरीसँग, नेपाली सेनासँग पनि छ। सँगसँगै स्थानीय तहसँग पनि हामीले के कस्ता सामग्री र जनशक्ति उपलब्ध छ भनेर हामीले अभिलेख गरेका छौँ। उहाँहरूसँग पनि छ र हामीले हाम्रो त्यो विपदको प्रकृति अनुसार त्यसलाई चाहिँ हामीले परिचालन गर्छौँ र परिचालन गर्दाखेरि हाम्रो टिमहरू पनि छ त्यही अनुसारको। यस्तो खालको यस्तो प्रकृतिको विपद भयो भने कुन टिम चाहिँ परिचालन हुने होइन, त्यो खालको हाम्रो पूर्व तयारी पनि छ। प्रतिकारी योजना बनाएको छौँ। सबै स्थानीय तहहरूको सहभागितामा उहाँहरूको सल्लाह सुझाव रायलाई समेटेर हामीले जिल्ला विपद प्रतिकारी योजना निर्माण गरेर जिल्ला विपद समितिमा आउनुभन्दा अगाडि नै त्यो चाहिँ जिल्ला विपद व्यवस्थापन समितिबाट पास भएर अस्ति भर्खरै हामीले पब्लिस गरेर त्यो चाहिँ उहाँहरूलाई वितरण पनि गरेका छौँ। त्यो छ हाम्रो यो प्रकृति विपदबाट चाहिँ घटनाहरू भयो भने जो चाहिँ तत्काल राहतहरू उपलब्ध गराइदिनु पर्ने होला, उद्धार गर्नु पर्ने होला, त्यसको चाहिँ सुरुमा जो स्थानीयले कहाँ चाहिँ उसले चाहिँ सम्पर्क राख्ने अथवा चाहिँ यहाँ यस्तो खालको घटना घट्यो तत्काल उद्धार राहत चाहिँ उपलब्ध गराइदिनु पर्यो भन्यो भने चाहिँ त्यो चाहिँ कुन निकाय चाहिँ छ? यस्तो अहिले यो विगतमा जिल्ला प्रशासन भएकोले धेरैको चाहिँ अहिले पनि के छ भने जिल्ला प्रशासनबाटै हुने भन्ने छ। तर अहिले त्यस्तो घटना भयो भने हजुरले भनेको जस्तो घटना भयो भने चाहिँ हाम्रो स्थानीय तहको सरकार भनेको चाहिँ जनताको सबैभन्दा नजिकको सरकार हो भन्ने छ र हो पनि। एउटा नागरिकको घर दैलोमा उपस्थित हुन सक्ने, एकदम छिटो जान सक्ने सरकार भनेको चाहिँ स्थानीय तहको सरकार भएको हुनाले सबै अधिकार स्रोत साधन स्थानीय तहलाई दिएको छ। त्यस्तो खालको भयो भने स्थानीय तहमा नै उहाँहरूले सम्पर्क गर्ने र त्यसको स्रोत भर्नाको रूपमा पछि हामीले चाहिँ स्थानीय तहलाई दिन्छौँ। विगतमा जस्तो जिल्ला प्रशासनमा आइरहनु पर्ने, निवेदन लिएर यहाँ पर्खिरहनु पर्ने त्यो खालको झन्झटिलो अवस्था छैन अहिले। उहाँहरूले आफ्नो स्थानीय तहमा नै सम्पर्क गर्ने र उहाँहरूले स्थानीय तहले बेहोरेपछि पछि हामीले जिल्ला प्रशासनबाट सुट भर्ना गर्छौँ। अहिले चाहिँ अब हजुरको यो जिल्ला प्रशासन कार्यालय चाहिँ त्यो सेवा प्रवाह नियमित दैनिक जो चाहिँ सेवा प्रवाह छ त्यसको अवस्था चाहिँ के कस्तो छ, कसरी चाहिँ सेवा प्रवाह गरिनु भएको छ? अझ चाहिँ त्यहाँ हुन त रुकुम पूर्वमा जनसङ्ख्याको हिसाबले कम छ, त्यति चाप हुँदैन, कहिलेकाहीँ मात्रै चाहिँ देखिन्छ, तर चाहिँ दैनिक चाहिँ चाप चाहिँ देखिन्न। तर पनि त्योलाई कहिलेकाहीँ चाहिँ त्यो सेवा प्रवाहीको चाहिँ भिडभाड भयो भने चाहिँ त्यसको सेवा सहजीकरण कसरी चाहिँ गर्ने, त्यो कस्तो छ, कस्तो खालको छ? अथवा कस्तो सुनिन्छ कहिलेकाहीँ चाहिँ पौषवाला अथवा चाहिँ अलि अगाडि चाहिँ जो चाहिँ प्रष्ट रूपमा चाहिँ कुरा राख्न सक्नेवालाको मात्रै चाहिँ पालो आउँछ, तर चाहिँ अगाडि आएछ तर चाहिँ सबैको पालो अनुसार चाहिँ नआउँदा त्यस्तो खालको पनि समस्या चाहिँ सुनिन्छ। त्यो प्रशासनमा छ कि छैन त्यस्तो? यहाँले भने जस्तै त्यो चाहिँ सेवा प्रवाहलाई हामीले कसरी सरल गर्ने, कसरी सजिलो बनाउने भन्नेमै छौँ हामी चाहिँ। त्यो हाम्रो जिल्लाको चाहिँ सेवा प्रवाहको सेवाग्राही नागरिकको सङ्ख्या हेर्दाखेरि त्यस्तो भिडभाड हुने, पालै नआउने, तछाड मछाड गर्नुपर्ने, भनसुन गर्नुपर्ने, चिने जानेकोलाई चाहिँ गुहार माग्नुपर्ने होइन, त्यो खालको अवस्था चाहिँ छैन मैले देखेसम्म जहाँसम्म। किनभने मैले आउन साथ एउटा प्रस्ताव हाम्रो स्टाफ मिटिङमा हाम्रो यो टोकन सिस्टम लागू गर्नुपर्छ। किनभने त्यहाँ टोकन सिस्टम भइसकेपछि फर्स्ट कम फर्स्ट सर्भिस हुन्छ। जो पहिला अगाडि आउँछ उसले चाहिँ सेवा पाउँछ। एउटा निष्पक्षता जस्तो पनि हुन्छ र हामीसँग स्रोत साधन छ भने यदि हामीले त्यो चाहिँ एउटा सिस्टम लागू गरौँ भन्दाखेरि हाम्रो चाहिँ
त्यस्तो खालको अवस्था नभएको र हामीसँग त्यो चाहिँ बजेट पनि नभएको दुइटै कुरा भइरहेको थियो। यदि त्यो जरुरी हो भने त मैले समन्वय गरेर मन्त्रालयसँग मागेर हुन्छ कि होइन कुरा राखेर हुन्छ कि त्यो चाहिँ गर्ने पक्षमा थिएँ र हाम्रो सेवा प्रवाहमा त्यस्तो हजुरले भने जस्तो चाहिँ छैन। यदि भयो भने हामी भविष्यमा चाहिँ मैले त्यो सोची पनि रहेको छु कि हामी त्यो लागू गर्छौँ। हाम्रो सरकारको नीति पनि 100 बुँदे जुन कार्यसूचीमा त्यो टोकन सिस्टम लागू गर्नु भन्ने पनि थियो र हाम्रो स्रोत साधनले भ्याएसम्म हामी त्यो पनि गर्छौँ। तर हिजो थियो होला मलाई लाग्छ, आज यहाँहरूले पनि सर्वेक्षण गर्न सक्नुहुनेछ, स्थलगत रिपोर्ट गर्न सक्नुहुनेछ, हेर्नुहुनेछ। त्यस्तो भनसुनको आधारमा सेवा पाउने अरूले नपाउने भन्ने चाहिँ छैन र त्यो हुनु पनि हुँदैन। जो चाहिँ यो त नारा छ मुस्कान सहितको सेवा भन्ने चाहिँ कतै कतै चाहिँ कार्यकक्षमा पनि तासिएको पनि देखिन्छ। तर चाहिँ आफूले पनि भोगेको कोही चाहिँ गुनासो धेरै पनि आइराखेको। कर्मचारीले चाहिँ राम्रोसँग बुझाइदिनुहुन्न, उहाँहरू चाहिँ राम्रोसँग चाहिँ बोलिदिनुहुन्न भन्ने खालको गुनासो धेरै आउँछ। त्यो प्रशासनमा पनि आइराखेको कुरा हो। त्यो गुनासो आयो भने त्यो चाहिँ गुनासो किन आइरहेको हुन्छ, त्यो खास साथ चाहिँ कर्मचारीले अथवा प्रशासकले चाहिँ म चाहिँ नागरिकप्रति नै पूर्ण रूपमा चाहिँ सेवा प्रवाहको रूपमा चाहिँ म आएको हुँ भन्ने जिम्मेवारी बोध चाहिँ किन गरिसकेको छैन? होइन, हामीले अब यो के भन्छ भने प्रत्येक शाखामा बस्ने प्रत्येक कर्मचारी नै जिम्मेवारी व्यक्ति हो होइन। त्यो भएको हुनाले मैले चाहिँ हाम्रो स्टाफ मिटिङमा हुन्छ कि कार्यालय प्रमुख मिटिङमा हुन्छ कि हामीले अहिलेको समय परिस्थिति अनुसार जनचासो अनुसार जनताको जुन स्पिड छ, सरकारको पनि जुन स्पिड छ, त्यो अनुसार सेवा प्रवाह गर्नुपर्छ। र मैले एउटा मात्रै भन्ने कुरा चाहिँ के हो भने हामी काम गर्न सक्छौँ गरिदिने, काम नहुन सक्छ नि सबै कामहरू होइन। जिल्लामा आएको कुराहरू सबै नहुन सक्छ, नमिल्न सक्छ। त्यसमा चाहिँ यो कारणले तपाईँको काम हुन सकेन भनेर स्पष्टसँग उहाँहरूलाई भनिदिनुपर्छ भन्ने मेरो निर्देशन छ। र म कहाँ आउँदाखेरि मसँग ठोकिनु हुनेसँग चाहिँ मेरो कुरा चाहिँ त्यही हुन्छ। अब कोही कतै मेरै कार्यालयबाट पनि त्यस्तो भएको हुनसक्छ। त्यो भयो भने अब म अहिलेसम्म आएसम्म त तपाईँको कर्मचारीले यस्तो भयो यस्तो भनेर गुनासो आएको छैन। यदि आयो भने चाहिँ त्यसलाई करेक्सन गर्छौँ र त्यो हुनुपर्छ। उहाँहरूलाई के भने सेवा प्रवाह गर्ने हाम्रो चाहिँ एउटा मूलभूत दायित्व जिम्मेवारी हो। दोस्रो चाहिँ हामीले सकेनौँ भने तपाईँको काम यो कारणले हुन सकेन, तपाईँ यो प्रक्रिया पुरा गरेर आउनुहोस् भनेर त हामीले स्पष्टसँग जानकारी दिनैपर्छ। र उहाँहरूलाई त्यति भनिदिए पनि धेरै खुसी बन्नुहुन्छ जस्तो मलाई चाहिँ लाग्छ है। किनभने धेरै टाढादेखि आउनुहुन्छ, राम्रोसँग रेस्पोन्स गरिदियो, तपाईँको चाहिँ यो हो भनिदियो भने पनि बुझ्नुहुन्छ जस्तो मलाई चाहिँ लाग्छ। मैले मेरो आजसम्मको सेवाको चाहिँ त्यो एउटा अनुभवले चाहिँ त्यो बताउँछ। यो अब भनौँ रुकुम पूर्व यो सदरमुकाम रुकुमकोट जो चाहिँ अवस्थित छ बजार, यसमा चाहिँ अस्तव्यस्त रूपमा सडकहरूमा चाहिँ पार्किङ गरिरहेको अवस्था पनि देखिन्छ। योभन्दा अगाडिको सिडिओ साहब हुनुहुन्थ्यो तुलराज सुनवार सिडिओ साहब चाहिँ, उहाँको कार्यकालमा के चाहिँ बस पार्क यही नजिक पनि छ, उहाँले चाहिँ बस पार्कमा चाहिँ गाडीहरू राख्ने पठाउने गर्नुभयो। त्यतिखेर अलि चाहिँ सडक चाहिँ अस्तव्यस्तबाट मुक्त भएको थियो। तर पछिल्लो समयमा फेरि सिडिओ साहबहरू आउनुभयो, तर त्यो कार्यान्वयन चाहिँ हुन सकेको छैन। यो चाहिँ खास के रहेछ? यो त्यतातिर यहाँको चाहिँ के अध्ययन अवलोकन गर्नुभएको छ? यो चाहिँ म आउँदा आउँदै धेरैजनाको यो परिचयात्मक र हाम्रो भेटघाट क्रममा धेरैले कुरा उठाउनु भएको थियो। धेरैवटा विषयमध्ये एउटा बस पार्क व्यवस्थापनको कुरा पनि धेरैले उठाउनु भएको थियो। र यो के रहेछ भनेर मैले बुझ्दाखेरि पछिल्लोचोटि यो बस पार्क चाहिँ त्यतिखेर एउटा के भन्छ यो यातायात प्रणालीको नाममा दर्ता भएको भनौँ न, जग्गा चाहिँ उहाँहरूको नाममा प्राप्त भएको, त्यो चाहिँ अहिले पनि उहाँहरूकै नाममा रहिरहेको र उहाँहरू धेरैजना भनौँ न सङ्ख्यामा भएको, कोही यहाँ भएको, कोही बाहिर भएको, कोही चाहिँ विदेशी पनि भएको भन्ने भयो। उहाँहरूकोबाट चाहिँ यो स्थानीय तहको नाममा नलैजेलसम्म त्यसलाई चाहिँ हुन्छ नि पूर्वाधार व्यवस्थापनको कुराहरू पनि स्थानीय तहले गर्न नसक्ने र यसलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ त भनेर मैले 1-2 चरणमा छलफल गर्दाखेरि पछिल्लोचोटि चाहिँ अब यो भन्न मिल्ने नमिल्ने के हो मैले पनि त्यस्तो आधिकारिक त बुझेको छैन। यो चाहिँ अख्तियारमा पनि केही यसको बारेमा चाहिँ उजुरी परेको छ, त्यो कारणले गर्दा नै रोकिएको हो भन्ने मैले बुझेँ पछिल्लोचोटि। त्यसो तत्काल चाहिँ यो बस पार्कमा चाहिँ गाडीहरू पार्किङ गर्ने अवस्था छैन। अब त्यो भनिसकेपछि अब त्यसको डिटेल मैले बुझ्छु र हामीले यहाँबाट समन्वय गर्दाखेरि
स्थानीय सरकारसँग यातायात व्यवसायीसँग समन्वय गरेर हुन्छ भने त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्नेमा छु। मैले आफ्नो तरिकाले गएर हेरेँ पनि त्यहाँ ठाउँ होइन कस्तो रहेछ भनेर। त्यहाँसम्म चाहिँ रोड पनि लगिएको रहेछ, केही आधीसम्म चाहिँ पर्खाल पनि लगाइएको रहेछ र एकचोटि यो चाहिँ समन्वय गरेर हामीले त्यहाँ सञ्चालन गर्न सकिने अवस्था रहेछ भने मेरो प्रयास चाहिँ हुन्छ। किनभने अर्को कुरा यो जस्तै गाडी पार्किङ गर्नुपर्ने सडककै आसपासमा गर्नुपर्ने अलि चाहिँ भिडभाड हुने भन्दा अलि चाहिँ आउजाउ हुने भन्दा अलि चाहिँ फरक ठाउँमा अलि टाढा ठाउँमा चाहिँ पार्किङ गर्न व्यवस्थापन गर्न सकिन्छ होला नि त। यो जस्तै जो चाहिँ मेन रोड छ त्यसमा चाहिँ धेरै पार्किङ भइराखेको छ। यहाँ जस्तै सुरक्षा निकायको पनि नेतृत्वकर्ता हुनुको नाताले त्यो चाहिँ यहाँले चाहिँ कसरी चाहिँ ठिक हो, हजुरले भनेको ठिक हो। त्यसमा हामीसँग पर्याप्त ठाउँ नहुनु अर्को समस्या हो कि हामीले त्यसको लागि त पहिलो त तपाईँले यहाँ गर्ने भनेर उहाँहरूलाई ठाउँ देखाउनु पर्यो नि। हामीसँग त्यस्तो पर्याप्त ठाउँ नहुनु, अब त्यो भएको हुनाले यो अहिले भएको बस पार्कको अवस्था भने त्यस्तो हुनु, हामीसँग अरू चाहिँ हाइवे बाहेक दायाँ बायाँ त्यस्तो ठाउँ नहुनु नै हाम्रो प्रमुख समस्या हो। र मलाई चाहिँ के लाग्छ भने एउटा चाहिँ हामीले पहिलो कुरा चाहिँ उहाँलाई ठाउँ देखाउन सक्नु पर्यो र ठाउँ भएन भने मात्रै हामीले जरिवाना गर्ने के गर्ने भन्ने कुरामा जाने हो। दोस्रो चाहिँ के अनुरोध गर्छु म भने तपाईँको रेडियोबाट हामी सबै नागरिक व्यवसायी यो जति छौँ नि आफै पनि सचेत हुनुपर्छ कि। उहाँहरूलाई पनि थाहा छ नि त बाटोमा राखेपछि त अर्कालाई असर पर्छ, दुर्घटना हुन्छ, यो अप्ठ्यारो छ भन्ने त उहाँहरूलाई पनि सामान्य चेत त हुन्छ नि। त्यसैले छैन त्यसपछि त हजुरले भन्नुपर्यो भन्ने कुरा होइन। त्यो त मैले भन्दा साथ त मैले ठाउँ देखाउनुपर्छ, तपाईँले यहाँ लानुहोस् भन्नु पर्यो। त्यो ठाउँको अभाव भएको कारणले हामीले ठ्याक्कै यहाँ लानु भन्नु नसकिरहेको अवस्था छैन। हामीले यो अब बस पार्कलाई नै एउटा त्यसको चाहिँ विकल्प, किनभने उहाँहरूलाई निर्देशन दिइरहँदाखेरि त विकल्पसहित दिनु पर्यो नि त हामीले त। यहाँ गर्न पाउँदैनस् भनिसकेपछि त गर्ने कहाँ त भन्ने प्रश्न त सँगसँगै आउँछ। गर्ने यहाँ हो भन्ने हामीसँग चाहिँ जवाफ हुनु पर्यो पहिला भन्ने। रुकुम पूर्व यो त नयाँ जिल्ला भएकोले पनि हो, यहाँ चाहिँ विगतदेखि समस्या यो जिल्ला सदरमुकामको समस्या पनि छ। त्यसको कारणले पनि यो जो चाहिँ जग्गा व्यवस्थापन सरकार निकायले जग्गा चाहिँ दिनुपर्ने अथवा व्यवस्थापन गर्नुपर्ने कैयौँ चाहिँ समस्याहरू छन्। यसमा चाहिँ तपाईँ पनि आएदेखि त्यो कतिको चाहिँ त्यो विषयवस्तुमा अवगत भइरहेको यस्तो छ। अब यो सायद त्यही हजुरले भने जस्तै यो हाम्रो सदरमुकाम विवादकै कारणले होला, मलाई थाहा थिएन। पछि यहीँ आएपछि मात्रै थाहा भयो कि हाम्रो चाहिँ अहिले प्रहरी बाहेक हाम्रो प्रशासनको पनि पुरानो इलाका कार्यालयमा बाहेक सबै कार्यालयहरू भाडामा छन्। अब यो सदरमुकामको विषय भनेको चाहिँ अहिले पनि अदालतमा एउटा विचाराधीन रहेको भन्ने भएको हुनाले अब यो अदालतबाट एउटा केही आउला, त्यसपछि हामीले फर्दर सोच्नुपर्छ होला यसबारे। समय हाम्रो चाहिँ छोटो भयो, अब चाहिँ के चाहिँ द्रुत प्रश्न उत्तरको चाहिँ छ। यहाँले केही चाहिँ म क्वेसन गर्छु, हजुरले चाहिँ छनौट गर्नुपर्छ अथवा चाहिँ गर्न सक्नु हुनुहुन्छ। बजार अनुगमन गर्दा के देखा परिरहेको छ, राम्रो र सुधार गर्नुपर्ने पक्ष चाहिँ छन्? अहिलेसम्मको बजार अनुगमनमा त्यस्तो धेरै नराम्रो छैन, सामान्य अवस्था छ। राष्ट्रिय आयोजनाका सडक अल्पत्र हुनुको मुख्य कारण बजेट अभाव कि ठेकदारको लापरवाही? जहाँसम्म हाम्रो यो 13.5 किलोमिटरको कुरा छ, यो चाहिँ ठेकदारको लापरवाही। सेवा प्रवाहबारे नागरिकको गुनासो जायज हो कि केही मात्रा हदैसम्म मात्रै जायज, कस्तो लाग्छ? उहाँहरूको गुनासो जायजै हो। जिल्ला कारागार आवश्यक छ अथवा तत्काल आवश्यक छैन? सबै पक्षबाट आवश्यक छ भनिराख्नु भएको छ। प्रशासन र स्थानीय तहबीच समन्वय राम्रो छ कि सुधार गर्नुपर्ने? राम्रै छ अहिलेसम्म हाम्रो। कालोबजारी गर्नेलाई कारबाही कस्तो हुनुपर्छ, कानुन अनुसार हुनुपर्छ कि सचेतना? एकदम कानुन अनुसार। प्रशासनको काममा राजनीतिक दलहरूको दबाब आउँछ कि आइराज कहिलेकाहीँ आउँछ अथवा आउँदैन? आउँदैन, यहाँ कुनै दबाबै छैन। जनताको गुनासो पहिला गुनासो चाहिँ पहिले कि गुनासो सुन्ने कि अथवा कार्यालयको प्रक्रिया? दुवै हो। आदेश पाल्न कि परिस्थिति अनुसार निर्णय गर्ने? यसमा पनि दुवै, सिचुएसन पनि हेर्नु पर्यो। अब सिचुएसन अनुसार नै हुन्छ होला अलिक बढी। केन्द्रको निर्देशन कि स्थानीयको आवश्यकता अनुसार समन्वय? दुवै हेर्नुपर्छ यहाँ चाहिँ। अब हुन्छ, व्यस्तता हुन्थ्यो, व्यस्तता लागि पनि यो महत्त्वपूर्ण कुराकानीको लागि यो रेडियोको स्थितिसम्म आएर चाहिँ यो समय दिनुभयो, यसको लागि सिटो साहबलाई धेरै धेरै धन्यवाद। जयमान सरलाई र सम्पूर्ण यो रेडियो रुकुम पूर्वीलाई पनि धेरै धन्यवाद। रुकुम पूर्वी जिल्लाको प्रशासनिक र अन्य गतिविधिको बारेमा यहाँ चाहिँ स्पष्टसँग कुरा राख्ने मौका दिनुभएकोमा यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। नमस्ते। धेरै विषयवस्तुमा केन्द्रित अझै पनि छलफल गर्नुपर्ने थियो, तर समय अभावको कारणले हामी चाहिँ सबै विषयवस्तुमा चाहिँ विषयमा
छलफल गर्न सकेनौँ। यसको लागि पुनः पछिको समयहरूमा पनि हामी गर्ने छौँ। यिनै कुराकानीसँगै आजको कार्यक्रम निर्धारित गरिएको समय सकिएको छ। कार्यक्रमको लागि समय उपलब्ध गरिदिनु भएकोमा आजको अतिथिलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौँ। आज हामीले प्रमुख जिल्ला अधिकारी कोपिला राईसँग जिल्लाका विभिन्न विषयवस्तुमा केन्द्रित रहेर संवाद गऱ्यौँ। जनचासो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद। अर्को आइतबार बिहान 8:15 बजेदेखि करिब 9 बजेसम्म फेरि पुनः अर्को अतिथिलाई लिएर जनचासो कार्यक्रममा आउने बाचा गर्दै प्राविधिक मित्र सावित्री खत्री र म जयमान भुरामगर आजको लागि छुट्टिन्छौँ। रेडियो पूर्वी रुकुम सुन्दै गर्नुहोला। नमस्कार।